यसो चाहिँ यही निक्लेको छ राइनीहरूलाई त चिनेको जस्तो लाग्यो त भ्लग बनाउन सक्छु तल छ नि गाइस हैन मेरो भ्लग स्टार्ट भइसकेको छ अनि मेरो फर्स्ट सब्सक्राइबर चाहिँ नलगाउनु भाइ फर्स्ट सब्सक्राइबर भयो किन लगाएको है मेरो फर्स्ट सब्सक्राइबर चाहिँ भाइ हो है यता होइन डक्टरसँगै हुनुहुन्छ नि होइन भाइले एकछिनमा होइन भाइले कता कता भाइ साइकल कुदाउनु नआउने फेरि बाइकमा सुहाउँदैन क्या अझै भाइले चाहिँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले 18 ताल मात्रै लडाएको छ यस्तो बनाएको छ है लाजाले चाहिँ गइसकेको छ ढुट्टै भाइ स्कुटी चाहिँ यही हो नि बाजे लडाएर ढुट्टो पारेको ढुट्टै 4-5 ताल लडाइसक्यो अरे पिचमा है झन्झेको मोडा पो लाग्नु थालेको छ तपाईँहरू हाम्रो साकेलामा भेट्छौँ है सब्सक्राइबरहरू हो हामी चाहिँ अब साकेला छन् जान आँटेको छौँ होइन त्यो हुँदै हस्पिटल जान्छौँ होइन बाजे मेरो बाजे हुन्छ ए पैसा खसेको गयो उनीहरूको राइनीहरूलाई चिनेको जस्तो लाग्यो त के छ गाइसहरू मास्टर कति लाज लाग्यो मलाई सुन भाइ के भन्नु छ केही छैन आज नाच्ने होइन त एकदम बाबा लाने आज म भरे भ्लग गरिदिन्छु हाम्रो भ्लग छ नि भाइ के भन्नु सुन्नु न तपाईँहरूकोमा के भ्लग बनाउन सक्छु नाम के हो तपाईँको कान्छा तिम्रो नाम के हो
सोल्टिने चाहिँ एकदम लजाइराख्नु भएको छ है नाच्नुको लागि। किन लजाउनु भएको सोल्टिने तपाईँ नाच्नु? तिम्रो आन्टी लजाइरहेको छ हौ नाच्नु। के भन्छ भाइ अहिले क्यारेक्टरमा चियाबारी जाँदैछौँ होइन। आज चाहिँ मौसम चाहिँ एकदम है कुहिरो लागिसकेको छ। हाम्रो कान्छा भाइ चाहिँ हेलमेट बोकेर अगाडि जाँदैछ। बाजे चाहिँ पछि आउनुहुँदैछ होइन। टक्कसँगले हामी चाहिँ चियाबारीमा छौँ है। र त आज चाहिँ घाम लाग्नु पर्थ्यो है बाजे। ल त टक्कसँगले भाइ तिमी चाहिँ किन ननाचेको अरे आज? लास लागेर आज घाम लागेन बाजे। आधी मात्रै होला। यहाँ तल मान्छे मरिन् बाजे जस्तै। ऊ तल छ नि रुखमा झुन्डेर यहाँ तल जाने मान्छे बसेको होइन। अलिक तल नि ऊ तलको त्यो टर्निङ जस्तो छ नि त्यहाँदेखि अलिक तलतिर रुखमा। भर्खर भन्दा पनि 2-3 महिना भयो छोरी चाहिँ। आज चाहिँ बादलले गर्दा होइन राम्रो सिन केही देखेको छैन है। एकचोटि पानी पर्दैन। आज इलामको मौसम त्यस्तो छ है। हजुर यहाँ बाजे अहिले चाहिँ पहिला चाहिँ त्यहाँ थियो। ए निकै थियो बाजे। माथि हो कान्छ अब माथि चाहिँ भएको ठाउँमा जाँदैछौँ होइन। त्यो हिँड्नु बाजे अगाडि बाजे म सानो भाइ कुनलाई चाहिँ हुन्छ है। आज त फेरि घर पनि मजाले देखेको छैन। फाइनली हामी चाहिँ आइसक्यौँ गाइड होइन चियाबारीको राम्रो भ्यू देख्ने ठाउँमा। तर आज चाहिँ कुहिरोले गर्दा खासै राम्रो भ्यू चाहिँ देखिँदैन होइन गाइड। अनि कुन चाहिँले चाहिँ आफ्नो चप्पल चाहिँ यहीँ छोडिराखेर गएछ है। नयाँ थिएछ वा हेर्नु त गाइस। मलाई दामी देखियो नि है चप्पलले। यसको एक जोडी त खोज्नुपर्छ होला गाइस है। दामी सुहाउँदो रहेछ चप्पलले त। पछि आएर खाने खोजेर ल्याउँछौँ है। यहाँ चाहिँ दामी ठाउँ छ है गाइस। तर राम्रो चाहिँ राम्रै भन्नुपर्छ। तर आज अलिक मौसमले साथ दिएन है। फाइनली हामी चाहिँ अब ड्रोन सर्ट त देखाउनु हुन्थ्यो नि।
हजुर दाजु यो घर हजुर गाईहरूको मात्रै आदत रहेछ होला साथीहरू आज म केही घरमा काम गर्दैछु साथीलाई दिन है सबलाई कसैले पानी हाल्दैन यसलाई चाहिँ है मै माथि एकजना सुपर हिरो बनाएर उनीहरूलाई बचाइरहेको छु गाइस है त्यसको लागि चाहिँ लाइट चाहियो मलाई हो क्या न कान्छा हो होला हो भन न तपाईँले सोसल वर्क गरिदिँदैछ है हो क्या न मेरो चाहिँ गाई चाहिँ अहिले भर्खर एक्सिडेन्ट भएको छ है त्यसरी यही निक्लेको छ त्यसरी बासले भिडियो गर्दैन अलिक तर जति हालिदिएको गरेको देखाउँछ पट्टै छ यहाँ चाहिँ हाम्रो लिम्बूहरूको भइरहेको छ माथि चाहिँ राईहरूको रहेछ है हामी लिम्बू थाहा छैन यहाँ हेर्न आउन तल सकिसकेको छ गाइस है हाम्रो उ चाहिँ सकिसक्यो है सबै हामी मिलेर नाच्छौँ रमाउँछौँ यो नै तम्बु यसरी हेर कसरी भन्छ लगेर जाला है कान्छा टाढा लान्छ भाइ
सो गाइस हामी चाहिँ साकेला हेरिसकेर डान्सहरू हेरिसकेर भोक लागेर हामी चाहिँ चटपटे खानु आएको छौँ भएन गाइस अनि चटपटे खाँदै खाँदै आजको यो मेरो ब्लग चाहिँ इन्ड गर्नुपर्ने हुन्छ है गाइस होप तपाईँलाई राम्रो लाग्छ होला त्यति भन्दै मेरो नेक्स्ट ब्लग पर्खिदिनु होला बाई बाई गाइस